मर्निङ साथीहरू। आज पनि म बिहानी मेरो कुचो साथसाथै घामको किरणसँगै उपस्थित भइसकेको छु। आजको मेरो भिडियो यहीँ स्टार्ट गर्दैछु साथीहरू। मेरो चाहिँ सानो मिनी ब्लगहरू आउँछ साथीहरू। सबैजनालाई गुड मर्निङ, नमस्ते। सबैजनालाई पनि के भन्नु, हेर्ने करैले त्यो एक दुईजना मान्छेले त्यो पनि बिन्दी बिसाइदिनु पर्छ साथीहरू। गाह्रो छ। अब म चाहिँ भर्खर उठेको, अनि अब घर सारा सफाइ यहाँ यताउति के गर्नुपर्ने हुन्छ साथीहरू। आज चाहिँ म तपाईँहरूलाई मेरो मिनी ब्लगदेखि तपाईँहरूलाई म काठमाडौँ सहर घुमाउँदैछु साथीहरू। आज पनि स्पेसल नै डे हुनेछ। आज म तपाईँहरूलाई काठमाडौँ र पोखरा घुमाउँदैछु आज साथीहरू। हेर्दै गर्नु होला है। अब चाहिँ म के भन्छ, सबै कुरा त भिडियोमा कट गर्नु नसकिने रहेछ क्या साथीहरू। यसरी हात अन्केर कतिखेर के आफ्नो कामहरू गर्नुपर्ने हुन्छ। त्यही भएर मलाई चाहिँ गाह्रो छ आज। यो साथीहरू मेरो कुचो पनि थोत्रै भइसकेछ। अब अर्को कुचो लिनुपर्ने अवस्था छ। ल साथीहरू, तपाईँहरू के गर्दै हुनुहुन्छ? म चाहिँ मेरो दिन आज यस्तै सुरु भइसकेको छ। अब त्यही सरसफाइ गर्नुपर्ने हुन्छ, जिठो बाह्रहरू गर्नुपर्ने हुन्छ। त्यसपछि आज म तपाईँहरूलाई काठमाडौँ सहर र पोखरा सहर घुमाइदिँदैछु। हेर्दै गर्नु होला है साथीहरू। हजार चारो लाम्सी दाजु, चारो लाम्सी हो खाबेल टाङलाङको नि नाम पनि छोकाउँदैछ साथीहरू। गाह्रो छ ड्युटी गर्नका लागि। काठमाडौँतिर पुग्नुको यात्रा गाह्रो छ। म चाहिँ सुँगुरलाई चारो टिप्न हिँडेको साथीहरू। तर यस्तो घाम लागिरहेछ नि, बिहान चाहिँ भ्याइँदैन होइन। इधर उधर गर्दाखेरि दिनहरू जान्छ। काक्यु के गर्नु हुँदैछको? तपाईँहरू त तरकारी पनि साग खोज्नु हुँदैछ। साग पनि किनेर खानुपर्छ 50 रुपियाँ मुठा। ल साथीहरू, अझै जाँदैछु म अब माथि काठमाडौँको के भन्छ, काठमाडौँ स्थलमा पुगेर म तपाईँहरूलाई देखाउने हलामा छु। ल साथीहरू, म चाहिँ काठमाडौँको यात्रामा छु, यहाँ हाइवे यात्रामा छु साथीहरू। एउटा कुरा भन्छु ल, तपाईँहरू यति धेरै धानबारी, यति धेरै गाउँ छ नि यहाँ। यो धानबारी यति धेरै छ नि, यति राम्रो छ नि, यति राम्रो भ्यू देखिन्छ नि साथीहरू। यो अहिले यहाँदेखि अलिक तलै छु नि त म, गैरीमा नै। अब यस्तो राम्रो छ नि, तर आँखाले मात्रै के, रियल आँखाले मात्रै यहाँ देखिरहेको छु। यो क्यामेराले अझै पनि मेरो यो भर्खर किनेको मेरो आइफोन 16 प्रो म्याक्स यसको सेटिङ मिलाएको छुइनँ। अब म काठमाडौँको भ्यू टावरमा निस्केपछि तपाईँहरूले यो मेरो गाउँ देखाउनेवालामा छु। अनि यो धानबारी हरियाली यति धेरै राम्रो देखिन्छ नि मलाई साथीहरू। तपाईँहरू सोच्नै सक्नुहुन्न कि यो मेरो ठाउँ कति राम्रो छ भन्ने कुरा साथीहरू। मात्र ठाउँ राम्रो छ यहाँको। म तपाईँहरूलाई अब काठमाडौँको भ्यू टावरमा निस्केपछि तपाईँहरूलाई म फाइनली साथीहरू चाहिँ म काठमाडौँको डाँडामा पुगिसकेँ भ्यू टावरमा। यहाँदेखि त सहरहरू देखिँदैछ। खानी पाम्नु फोटो खिचे मुनाङ नानी होइन, हामी के गरेको भनिदिनु न अलिकति खासमा। यस्तो छ साथी। गुच्छा खेलेको ल। 12 बजेको घाममा यहाँ उहाँ हजुरहरू चाहिँ घाम गुच्छा खेल्दै हुनुहुन्छ। साथीहरू, म अघिदेखि नि काठमाडौँको भ्यू टावरमा भएदेखि अहिलेसम्म मैले भिडियो नबनाउनुको कारण चाहिँ के भने नि साथीहरू, मेरो यो भिडियोहरू त्यस्तो त केही पनि धेरै छैन होइन। तर
यति धेरै स्टोरेज फुल भएको देखाइदियो क्या साथीहरू होइन स्टोरेज फुल भएको देखाइदियो त्यस पश्चात त्यो माथि रहेको अनुसारमा चाहिँ यति धेरै बिजी भयो नि यो के भन्छ भिडियो बनाउनु नै बिर्सेछु क्या साथीहरू माथिदेखि आएँ पानी लिनु गएँ यताउति लुगाएँ यति धेरै धुएँ भान्सा संसा घर सफा गर्दाखेरि यति धेरै बिजी भयो नि भिडियो बनाउन पनि नपाएको रहेछ तर म इन गर्न आएको छु भिडियो साथीहरू यस्तै छ जिन्दगी सुरुमा भिडियो बनाउन चाहिँ खोजेको तर कहिले फोनले धोका दिइरहेछ कहिले पारा हुँदैन के गर्नु साथीहरू यस्तै छ म चाहिँ आज खाना चाहिँ बनाएको छुइनँ आज म खाना हामी नखाने चाउचाउ पकाएर अन्डा चाउचाउ बनाएर खानेवालामा छु है साथीहरू अनि अन्डा चाउचाउ पकाइरहेको छु अब त्यही खाएर सुत्नु पर्ने हुन्छ यति धेरै गलेको छु नि आज कसम यति धेरै गलेको छु क्या यहाँ हामी ल आजको मेरो सुन्नु अब म भिडियो गर्छु आजको मेरो भिडियो चाहिँ यही छ साथीहरू कसम भिडियो बनाउनु नै स्वार्थै बिर्सी पठाउँदैछु क्या के गर्नु र साथीहरू यस्तै हो जिन्दगानी दर्पण छाया ल साथीहरू सबैजनालाई गुड नाइट भोलि भेटौँ है